हामी फेरि पनि नम्बर दोहोऱ्याउन गइरहेको छु 5361 उहाँले थर्ड प्राइज चाहिँ उहाँले विन गरिसक्नु भएको छ $100 इज गन उहाँलाई जोरदार तालीले भोलि काममा जानु पर्दैन दाइ हात चिलायो लग्यो हाम्रो उपाध्यक्ष ज्यूले प्रदान गर्ने हुनेछ यो हाम्रो उपाध्यक्ष यहाँ हुनुहुन्छ हजुर उहाँ नभ्याउने भयो ठिक छ हाम्रो दावा शेर्पा ज्यूले नै प्रदान गरिदिनुहोस् अब दोस्रो प्राइज 150 अर्को 0 त भन्दिन कसले तान्ने दावाले होइन यो नट अगेन एन्ड अगेन 150 प्राइज पर्दैछ दोस्रो प्राइज रहनु गएको छ 150 छ यो लकी नम्बर डोलर नम्बरहरू गइरहेको छ तपाईँहरू कृपया ध्यान दिएर सुनेर चेक गरिदिनु होला 5361 068 She is very lucky person. Congratulations. हाम्रो आजीले फेरि पनि प्राइज जित्नु भएको छ हामी कन्फर्म गर्दैछौँ 5 दिन उहाँले भोलि काममा जानु पर्दैन आजी भोलि बिदा आजीको यसै पनि आज रातभरि नाचेर भोलि थकित अवस्था हुनेछ भोलि आराम आजीलाई अर्को फर्स्ट प्राइज उहाँलाई प्राइज प्रदान गरिदिनुको लागि फेरि पनि हाम्रो दावा शेर्पा नै हो दावा अनि पुरस्कार प्रदान विनरले नेक्स्ट विनर छान्ने कुरा भयो हजुर हाम्रो सेकेन्ड प्राइज आजीले प्रदान गर्नुभएको छ आजीलाई जोड ताले अब भने फर्स्ट प्राइज कसले ताने सन्जु ताने सन्जु फर्स्ट प्राइज सन्जुले जित्दा जस्तो छ सन्जुले यता हेरिरहेछ सन्जु भोलि बिदा आँखा चिम्लेर तारौँ आज जोडै पऱ्यो फाइनल प्राइज रहेको छ 200 रहेको छ फाइनल प्राइज यो हाम्रो प्राइजको नम्बर रहेको छ 53610 कोसँग छ यो यति मिलेको कोसँग छ भोलि को काममा जाने रहेछ अरू लास्ट नम्बर चाहिँ मिल्दै लास्ट नम्बर चाहिँ टुक सुन न हजुर 1006 भने हो मिन्जु जन्नै मिलेको हजुर फर्स्ट प्राइज विनर नम्बर रहेको छ कुन नम्बर रहेको छ हजुर
6 नम्बर कोलाई छ 6 नम्बर लास्ट नम्बर 6 भएकोले चाहिँ भोलि बिदा नै हो आज एनजीलाई पऱ्यो क्या आज एनजी हाँसिरहनु भएको छ Are you guys excited? आज लाने ओके फाइनली म भन्न गइरहेको छु पान्टिन 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 टुकचिक 0C लास्ट नम्बर 6 5361 रहेको छ थ्याङ्क यू सङ्गदाई उहाँ होइन रहेछ सुरेश दाई हाम्रो सुरेश तामाङ सुरेश लामा ज्यूलाई उहाँले आजको प्रथम पुरस्कार विनर हुनुहुन्छ सुरेश तामाङ दाई भोलि बिदा है दाई भोलि बिदा दाई त्यो जितेको चाहिँ भोलि के गर्ने दाजुभाइ सबले पार्टी खुवाइदिनु tomorrow who gonna give you party विनर उहाँ हुनुहुन्छ आजको ठुलो प्राइज उचाल्दै हुनुहुन्छ सुराज तामाङ ज्यूले उहाँलाई जोरदार तालीले के गर्ने कङ्ग्रेचुलेसन बधाई ज्ञापन दिने उहाँलाई बधाई ज्ञापन व्यक्त गर्दै बधाई व्यक्त गर्न चाहन्छु उहाँले भोलि उहाँको बिदा छ